उद्योगीहरूबाट उत्पादित तथा आयातकर्ताहरूबाट आयातित अत्यावश्यक दैनिक उपभोग्य सामग्रीहरूको गुणस्तर कायम राखी समयमै उक्त वस्तुहरूको सहज पहुँच खुद्रा तथा थोक विक्रेताहरूसम्म पुर्याउनका लागि मालवस्तु आपूर्तिको निश्चितता गर्दै बजारमा आपूर्ति प्रणालीको महत्त्वपूर्ण अङ्गका रूपमा आफ्नो कर्तव्य पालना गरिरहेका व्यावसायिक निकायलाई वितरकका रूपमा चिनिन्छ। यसरी वितरकहरूले माग र आपूर्तिको सन्तुलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै गर्दा एकातिर अरबौं राजस्व मार्फत राष्ट्रको अर्थतन्त्रलाई बलियो टेवा पुगिरहेको छ भने अर्कोतिर हजारौंलाई स्वदेशमा नै रोजगारीको अवसर प्राप्त भइरहेको छ, जसले गर्दा प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाखौंको संख्यामा लाभान्वित हुने अवसर निर्माण भएको छ। अत्यावश्यक दैनिक उपभोग्य सामग्रीहरूको सहज पहुँच उपभोक्ताहरूसम्म पुर्याउनु पर्ने राज्यको दायित्वलाई आफ्नो पेशागत कर्ममा जोडी कर्तव्य पालना गरिरहेका वितरकहरू भने राज्यको नजरमा आपूर्ति प्रणालीको तहगत संरचनामा परिचित हुन नसकी ओझेलमा परिरहेको देखिन्छ। यसै पृष्ठभूमिमा छरिएर रहेका वितरकहरूलाई संगठित गर्दै सानो संख्याबाट आफ्नो पेशागत सुरक्षा तथा हकहित र पेशालाई मर्यादित एवं व्यवस्थित बनाउने उद्देश्य राखी गोपाल रिजाल, खगेन्द्र सिटौला, धीरेन्द्र जोशी, हेमन्त राज प्रसाई, कृष्ण घिमिरे, चाँदसिंह शाही, गोविन्द श्रेष्ठ लगायतका आदरणीय अग्रजहरूले समूहगत आवाजको प्रभावकारितालाई महसुस गर्दै 2052 सालतिरबाट संगठित हुँदै 2054 सालमा दैनिक उपभोग्य वस्तु वितरक संघको नाममा दर्ता भई औपचारिक रूपमा आफ्ना गतिविधिहरू सञ्चालन गरिएको इतिहास भेटिन्छ। तत्पश्चात आइपरेका विविध व्यवधान तथा कानूनी अडचनका कारण उक्त संस्था खारेज हुन गई पुनः माथि उल्लेखित अग्रजहरूबाट नै 2058 सालमा श्री गोपाल रिजाल ज्यूको नेतृत्वमा नै हालको नेपाल वितरक संघ विधिवत रूपमा दर्ता भई स्थापना भएको ऐतिहासिक क्षणलाई स्मरण गराउन चाहन्छौं। यसरी सुरु भएको यात्रा अगाडि बढ्ने क्रममा आदरणीय अग्रजहरू क्रमशः कृष्ण घिमिरे, चाँदसिंह शाही, सुरेन्द्र भक्त श्रेष्ठ, एसपी ढकाल, राजेन्द्र प्रसाद श्रेष्ठ हुँदै नुच्छे नारायण मानन्धरको काँधमा नेतृत्व आइपुग्दासम्म संघको अपरिहार्यता र संघबाट वितरकहरूको अपेक्षाको दायरा पनि फराकिलो भइसकेको थियो। नेपाल वितरक संघ आफ्नो परम्परागत श्रृङ्खलामा अविच्छिन्न रूपमा अगाडि त बढिरहेकै थियो, तर भौगोलिक रूपमा बृहत बन्दै गएको बजार सँगसँगै संख्यात्मक रूपमा गुणात्मक वृद्धि भइरहेको वितरकहरूलाई अपेक्षाकृत समेट्न सकिरहेको थिएन। त्यसबेला काठमाडौँको चाबहिल, बानेश्वर क्षेत्रका विशेष गरी कस्मेटिक सामग्रीहरूको वितरकहरू नवराज दाहाल, अशोक कुमार कणेल, हरिशरण मैनाली, पारसमणि आचार्य, नीलकण्ठ ढकाल, एदु खत्री, प्रमोद भण्डारी, पुरञ्जन श्रेष्ठ, नरेन्द्र पाण्डे, अर्जुन अधिकारी लगायत वितरकहरूले कस्मेटिक वितरक संघको ब्यानरमा अलग्गै रूपमा गोलबद्ध भई वितरकहरूको हक हितको पक्षमा सशक्त र प्रभावकारी ढंगले आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेका थिए। यता भक्तपुर क्षेत्रमा किशोर महर्जन, ओमशरण कायस्थ, बाबुकाजी रञ्जित, श्यामसुन्दर श्रेष्ठ सहित वितरकहरूको गोलबद्ध हुने तयारी हुँदै 2074 सालको आगमनसँगै जयराम लबजु, सञ्जय अधिकारी, किरण कार्की, रूपेश केसी, गणेश प्रसाद तिमल सिन्हा लगायतका वितरकहरूको पहलमा भक्तपुर वितरक संघको नाममा तदर्थ समिति गठन भइसकेको थियो भने ललितपुर क्षेत्रका वितरकहरू राजु प्रसाद पौडेल, दीपक घिमिरे, अनुज महर्जन लगायतका वितरकहरू पनि गोलबद्ध हुने क्रममै थिए। उता काठमाडौँ पश्चिम क्षेत्रका आसपासमा लोकेश्वरमान जोशी सशक्त रूपमा त्यस क्षेत्रका वितरकहरूलाई संगठित गराउने अभियानमै थिए। यसरी विभिन्न क्षेत्रगत रूपमा संगठित समूहहरूलाई नेपाल वितरक संघको एउटै छातामुनि एकीकृत गराउन तत्कालीन प्रथम उपाध्यक्ष श्री दुर्गाराज श्रेष्ठज्यूले पहल कदमी लिए पश्चात संघ नयाँ अध्यायमा प्रवेश गर्दै गरेको स्पष्ट देखिन्छ। विक्रम सम्वत 2074 सालमा 8औं नवनिर्वाचित कार्यसमितिको नेतृत्व श्री दुर्गाराज श्रेष्ठको काँधमा आएसँगै नवीन सोच, फरक दृष्टिकोणका साथ संघलाई नयाँ उचाइमा पुर्याउने प्रणका साथ जोश र जाँगरले भरिएका नवराज दाहाल, अशोक कणेल, राजु प्रसाद पौडेल, लोकेश्वरमान जोशी, राजेश डङ्गोल, गणेश प्रसाद तिमल सिन्हा लगायतका नवयुवाहरूको प्रवेशले नेपाल वितरक संघ भौगोलिक रूपमा नै अझै सशक्त र बृहत ढंगले समेटिएको आभास भएको थियो। तत्कालीन अध्यक्ष श्री दुर्गाराज श्रेष्ठज्यूको कुशल संयोजनकारी भूमिकामा तिनै 6 जना नवयुवाहरूको निरन्तर छलफल र अहोरात्र परिश्रमको परिणाम स्वरूप क्षेत्रगत संगठन नियमावली 2074 को निर्माण पश्चात
नेपाल वितरक सङ्घ औपचारिक रूपमा क्षेत्रीय अवधारणामा प्रवेश गर्यो र आजको विविध वस्तु उपसमितिहरू सहित 4 क्षेत्रीय समितिहरू काठमाडौँ पूर्व क्षेत्रीय समिति, काठमाडौँ पश्चिम क्षेत्रीय समिति, भक्तपुर क्षेत्रीय समिति र ललितपुर क्षेत्रीय समितिको उदय भयो। तत्पश्चात सङ्घको नेतृत्वमा राजेन्द्र सिमखडा, रामहरि घिमिरे हुँदै हालका अध्यक्ष श्री प्रेमहरि मैनालीज्यूले सङ्घको बागडोर सम्हाल्दै गर्दा आज नेपाल वितरक सङ्घ स्थापनाको 25औं वर्ष अर्थात् रजत जयन्ती मनाउने सङ्घारमा आइपुगेका छौँ। समयको गतिसँगै विभिन्न आरोह अवरोहहरू पार गर्दै यस नेपाल वितरक सङ्घले आजको यो उचाइ हासिल गर्दै गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विशिष्ट योगदान पुर्याउने हुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ र भविष्यमा पनि यस्तै माया, सद्भाव र साथ सहयोगको निरन्तर अपेक्षा गर्दछौँ। अन्त्यमा समष्टिगत रूपमा भन्नुपर्दा सङ्घ आफैमा अमूर्त हुन्छ। यसलाई जीवन्त तुल्याउने अभिभार यसमा आबद्ध जुझारु र जागरुक सदस्यहरूको नै हो। तपाईँ हामी सबै वितरक सदस्यहरूको सक्रिय सहभागिता सहित यथाशक्य योगदानले यस सङ्घलाई ऊर्जाशील, सशक्त र वितरण पेसालाई मर्यादित एवं व्यवस्थित बनाउन हातेमालो गर्दै अगाडि बढौँ। जय वितरक।